हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरहरू सबै सन्चै हुनुहुन्छ, आरामको सलै हुनुहुन्छ भन्ने आशाका साथ मैले यो भिडियो स्टार्ट गरिरहेको छु। अनि के छ हजुरहरूको खबर, कुन कुन ठाउँबाट हुनुहुन्छ है। अनि सबैजना जाडोको समय चाहिँ एकदम सेफ भएर बस्नु होला। जनाले मलाई सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई त हृदयदेखि नै धेरै धेरै मेरो धन्यवाद छ। अनि जतिजनाले गर्नुभएको छैन स्क्रल गर्दै छोड्नु भएको छ उहाँहरूले पनि गरिदिनु होला भन्न चाहन्छु है। अनि थोपा थोपा मिलेर मात्रै समुद्र बन्छ भने जस्तै भएको छ। अनि भर्खर मैले स्टार्ट गरेको सुरु छ, सबैजनाले साथ सहयोग सब गर्नुभयो भने राम्रो हुँदै जानेछ। गुड मर्निङ आमा लुकेको बाफ्रे, मेरो छोरी एक्लै सुत्छिन्, म उठेर सबै धन्दा गर्दा पनि एक्लै सुतिराखेकी हुन्छन्। जब खानेकुरा ल्याउँछु अनि मेरो छोरीले मलाई गुड मर्निङ भन्छन्। गुड मर्निङ मामु भन न, मामु गुड मर्निङ भन न, भन न गुड मर्निङ भन न। हेलो नमस्ते गर त, नमस्ते भन न, नमस्ते। ल माया गरिदेऊ मामुलाई, तिमीले नि गरिदेऊ न। अम्मो मेरो छोरी ककी छोरी हो, ककी छोरी, तिमी कसकी छोरी? आमाकै छोरी हो। अनि मेरो चाहिँ को हो त? साथीहरू साग केलाउँदैछु। अब चाहिँ 9 बजिसकेको छ बिहानको। किन ढिलो भएको भने मैले चाहिँ सबै फुलहरूलाई यस्तो गरेँ क्या। अनि यहाँ के थियो नि त, यहाँ मम्मीले सिमीहरू के रोप्नु भएको थियो त्यो फ्यालिदिएर अनि त्यहाँबाट यो फुल रोप्दिएँ मैले। यहाँ कस्तो देखिया छ है, कति राम्रो देखिया छ है। अनि सानो तिमीले के खाएको? के हो यसको नाम? पात। कस्तो पात खाएको त हौ तिमीले? तिमी कहाँ गएर आयो भनिदेऊ त। यहाँ कहाँ गएर आयो? के खायौ? कहाँ गएर आएर के खायौ? कति चिसो छ नि सानो, अछु भनिदेऊ न। सबैजना सेफ भएर बस्नु होला भनिदेऊ न। म जस्ता साना साना बच्चाहरू सबैजना तातो तातो भएर बस्नु। माया गरिदेऊ, अब मामलाई माया गरिदेऊ त। अनि यहाँ बाई बाई भनिदेऊ ल सबैजनालाई, मेरो मामलाई सबैजनाले लाइक गरिदिनु भनिदेऊ न। भनिदेऊ त खोइ भने, भन न। ल नमस्कार गर ल, नमस्कार भन न। नकार कति नकार हो के गरेको त्यो? त्यो चम्ची मुखमा पस्छ सानो, यता आउने, यता त्यो चकचक नगर नि छोरी, यता आऊ त। यहाँ ल्याऊ, यहाँ के छ मेरो गोजीमा हेर, यहाँ आऊ त। मुख के हो यो? यति कपडालाई 2200 भयो। सिटिभी हेर्न त 1 दिन लाग्छ होला त। पर त्यति ल वान पिसमा लाउने बे मजा भने ए गन्जे त पैसा राख्न बिना पिट परेको पिट पर्छ त त्यसलाई केही छैन, के हुन्छ। पुरामा चाहिँ 6 कक्षादेखिको बच्चा बेलादेखिको साथी है, लडीबुडी गर्दादेखिको साथी। 6 कक्षादेखिको अहिलेसम्म दोस्ती टुटेको छैन। घाम तापेर बसेको आनन्द आएको छ। घाम तापेर ठ्याक्कै 11 बजीतिर घाम लागिहाल्छ। अनि छतमा सुतिरहेको छु। मेरो भिडियो जसले जतिले हेरिदिनु भयो, जसले लाइक गरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि जसले मलाई सब्सक्राइब गरिदिनु भयो उहाँहरूलाई त झन् मुरी धन्यवाद। अनि त्यहाँबाट आज दिनभरिको कामहरू यसरी नै बित्यो मेरो है। के गर्दा गर्दै यसरी नै बित्यो है त साथीहरू। डु लाइक एन्ड शेयर एन्ड सब्सक्राइब प्लिज। बाई बाई एभ्रिवान, फेरि भेटौँला।